नमस्कार, गुड मर्निङ, शुभ प्रभात। हामी आज मरिया आइल्यान्डसम्मको यात्राको तयारीमा जुटिरहेका छौँ, जुन ताजबेनियाको होबर्टबाट 50 किलोमिटर टाढा रहेको ट्रिबुनासम्म चाहिँ गाडी ड्राइभ गरेर जानुपर्ने हुन्छ, जसका लागि चाहिँ करिब 1 घन्टादेखि सवा घन्टासम्म समय लाग्ने गर्दछ। यस नानाज्यू, जय शम्भु, जय गणपति। Bernie, very busy driving? ड्राइभ गरेर यात्रामा निस्कँदै गर्दा बाटोको दुवै छेउतिर देखिने यो ठुलो ठाउँ तपाईँलाई लाग्न सक्छ, देख्दा टार जस्तो लाग्न सक्छ। त्यो ठाउँ चाहिँ विशेष गरेर यो खेतीयोग्य जमिन हो, जहाँ किसानहरूले सिजन अनुसारका फलफुलहरू जस्तो स्याउ, अङ्गुर भयो, स्ट्रबेरी भयो, चेरी लगायतका विभिन्न फलफुलहरूको विशेष गरी खेती गर्ने गर्दछन्, जुन चाहिँ यो ताजबेनियाको सिटी एरियादेखि करिब 20-25 मिनटको ड्राइभ गरेर बाहिर निस्किसकेपछि हामी चारैतिर यस्तो खालको खेतीयोग्य जमिनहरू देख्न सकिन्छ, जुन हेर्दा पनि निकै आकर्षक देखिने गर्दछ। बाटो चाहिँ गजबको बाटो रहेछ, नागबेली परेको बाटो, जस ड्राइभ गर्न मजा आउने खालको रहेछ। हामी चाहिँ अहिले बाटोको किनारमा एकैछिन 5 मिनट ब्रेकमा चिया चाहिँ बोकेको अवस्था, तर ग्लास चाहिँ ल्याउन बिर्सेको अवस्था भएछ।
कसो खड्काजी त्यस्तो पो भएछ जता हेर जङ्गलै मात्रै देखिन्छ है चारैतिर जङ्गल 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 देखिन्छ र जङ्गलको बिचबाट चाहिँ गजबको बाटो नागबेली परेको बाटो चाहिँ सर्वत्र देख्न पाइँदो रहेछ यो चाहिँ गजबको लाग्यो ड्राइभ गर्नको लागि In 27 kilometers, turn right onto Vickery Street. In 27 kilometers, turn right onto Vickery Street. ड्राइभ गर्न चाहिँ मजा लागिरहेछ नागबेली बाटो रहेछ हामी चाहिँ के मरिया आइल्यान्ड है मारिया आइल्यान्ड जाँदैछौँ मरिया आइल्यान्ड जाने क्रममा छौँ बाटोमा छौँ लगभग अब धेरै समय छैन होला 15-20 मिनटमा पुगिन्छ होला अल गुड छ आफ्टर लङ टाइम दिन रमाइलो छ सबभन्दा सुखद कुरा चाहिँ सबभन्दा राम्रो चाहिँ वेदरले साथ दिएको छ होपफुली अगाडिको यात्रा पनि सुखदमै होला होप्सो यो चाहिँ त्रिभुना झन्डै झन्डै पुग्ने क्रममा छौँ हामी यो ठ्याक्कै ठाउँको नाम चाहिँ थाहा भएन तर यो ठाउँ देख्दा गजब लागेर अनि यसो गाडीलाई रोकेर एकदेखि फोटो खिच्ने काम गरियो र सँगसँगै सानो भिडियो पनि हामी यति बेला त्रिभुना आइसकेका छौँ जसलाई चाहिँ गेटवे टु मरिया आइल्यान्ड पनि भन्ने गर्छ यो नै प्रवेशद्वार हो हामी गाडी ड्राइभ गरेर यहाँसम्म आउन सक्छौँ र गाडी यहाँ पार्किङ गरेर अनि फेरि मार्फत चाहिँ हामी करिब आधी घन्टाको समयमा त्रिभुनाबाट मरिया आइल्यान्ड फेरि मार्फत पुग्न सक्छौँ अहिले चाहिँ हामी त्रिभुना पुगिसकेको अवस्था हो र हामीहरूले यहाँ चाहिँ अहिले फेरि कुरिरहेका छौँ र हामी जस्तै धेरैजनाले यहाँ चाहिँ फेरि कुरिरहनु भएको छ चाहिँ त्रिभुना स्टेसन यहाँबाट मरिया आइल्यान्ड जानको लागि फेरि चढ्ने ठाउँ सानो सानो छ तर गजबको राम्रो छ यहाँ आएर हामीले अनलाइन टिकट बुकिङ गरिसकेका थियौँ लिइसकेको अवस्था थियो तर त्यहाँ जानको लागि नेसनल पार्कको पास पनि चाहिँदो रहेछ त्यहाँ पासको लागि अर्को टिकट लिनुपर्ने अवस्था हुँदो रहेछ मरिया आइल्यान्ड जाने फेरि आइसकेको छ र फेरि भन्दै गर्दा फेरिमा लाग्ने कस्ट पनि जानकारी गराउन चाहन्छु तपाईँ गएकै दिन फर्किन चाहनुहुन्छ भने चाहिँ प्रति व्यक्ति $54 पे गर्नुपर्ने हुन्छ भने त्यसै गरी भोलिपल्ट फर्किनुहुन्छ भने चाहिँ $64 पे गर्नुपर्ने हुन्छ र त्यो सँगै नेसनल पार्क पासको लागि प्रति व्यक्ति $23.5 पे गर्नुपर्ने हुन्छ
around, we take a bit of caution at the doorways that are coming to each side. Step over them, don't trip over them. Negotiating the stairs, use the handrail provided. Life jackets are stowed under the seats of both decks, life buoys on both decks as well. If you need to deploy any of your safety equipment, we'll give you further instructions at the appropriate time. From the outer decks, keep inside the rails at all times and be mindful of hats, glass or any loose clothing. Items do blow over the side. If you wish to join those on the grey carpet in front of the wheelhouse, feel free to do so, but please remain seated out there. It does give me better vision, thanks. I'll be about 30 minutes getting out to Maria. If you'd like to be refreshment, the bar's open downstairs. There's teas, coffees, hot chocolates. There's a coffee and muffin special on. There's a range of other snacks there. If you're feeling hungrier, there's some ham and cheese croissants and a good range of toasted sandwiches. There's also plenty of cold drinks, beers, wine, ciders, soft drinks. Bribone got us named the indigenous people's name for the area. यति बेला हामी फेरीको यात्रासँगै दायाँ बायाँ देखिएको समुद्र, घना वन जङ्गल एवं बीचबीचमा देखिने सुन्दर घरहरू निहाल्दै अगाडि बढिरहेका छौँ। स्मरण रहोस्, त्रिभुना स्टेसनबाट करिब 30 मिनेटको समयमा हामी चाहिँ फेरीको यात्रासँगै मरिया आइल्यान्ड पुग्न सकिन्छ। नीलो आकाश, त्यही नीलो आकाश मुनिको नीलो पानी अनि छेउछाउमा देखिने हरियाली देख्दा लाग्यो वास्तवमै कति मिठो संयोजन छ प्रकृतिको। मनै लोभ्याउने, जति हेर्दा पनि नअगाउने, वास्तवमै सुन्दर छ। Receivership of the assets were sold. The site bought by the Wadden Cock family group was turned into a Johnson precinct. To give you a good overview of Maria. Plenty of wildlife on the island, but remember, it is wild. You must not approach within 2 metres of it. If it comes towards you, just back away slowly. Before you return, please be back at the end of the jetty at least 15 minutes prior to departure. You'll have your tickets checked, so have them ready. Anyone on the last trip of the day, you need to be back by 4 o'clock, please. We'll ask you to remain seated alongside and tied up or disembarking from the upper deck. Make sure you got your phones in your pockets or your bags, thanks. So you got 2 hands to hang onto the rail as you head down the gangway. It is steep, and it will be steep at very high tide. I'm sure you'll enjoy your encounter with Maria. यो देखिएको फेरी चाहिँ भर्खरै हामी आएको फेरी हो। फेरी चाहिँ स्टेसनमा रोकिएसँगै यति बेला हामी मरिया आइल्यान्डमा पाइला टेकिसकेका छौँ औपचारिक रूपमै। अबको करिब 3 देखि 4 घण्टा हामी यही मरिया आइल्यान्डमा बिताउने छौँ र त्यो समयको बिचमा हामी अति नै सुन्दर दृश्यहरू अवलोकन गर्दै आँखामा र क्यामेरा दुवैमा कैद गर्दै हामी पनि हेर्नेछौँ, तपाईहरुलाई पनि देखाउनेछौँ।
मरिया आइल्यान्ड प्रवेश गरे लगत्तै हामीले एउटा सानो घर देख्न सक्छौँ जहाँ आइल्यान्डको बारेमा सम्पूर्ण जानकारीहरू राखिएको छ, जसले तपाईँ हामी जस्तालाई म्याप मजासँग हेर्ने र सोही अनुसार रुटहरू पनि आफैले निर्धारण गरेर कुन रुटमा जाँदा सजिलो, सुरक्षित अथवा रमाइलो छ त्यो अनुसार आफूलाई मनपर्दो यात्रा र गन्तव्य दुवै तय गर्न सकिन्छ। देख्दाखेरि हाँसकै प्रजाति जस्तो लाग्छ है, तर हो के थाहा भएन। यसो हेर्दा नेपाल जस्तो देखिन्छ। भेडी के हो त भेडी भन्ने? बेबी टन्नै छ मासु त। गजब छ, गजब गजब छ, दिन गजब छ। कस्तो राम्रो भ्यू के माय गॉड, awesome भ्यू, mind blowing। हजुर मैंने लुभाउने दृश्य धो भएन हजुरलाई? म चाहिँ धेरै चाँडै थाक्दो रहेछु कि, म चाहिँ धेरै चाँडै थाक्दो रहेछु। यो बाटोको छेउमा देखिएका यी सबै रुखहरू चाहिँ सल्लाहका रुख रहेछन् र यो सल्लाहका रुखहरू देख्दा नेपालको झझल्को झन् मजासँग आएको छ। ठ्याक्कै नेपालको जस्तो सल्लाहहरू छन्। यहाँ भेडी छन्, अब अन्त के भन्छ थाहा छैन, तर हाम्रो गाउँघरतिर चाहिँ यसलाई सल्लाहको फल जसबाट हामी सिम्ठा खान पाउँथ्यौँ, त्यसलाई चाहिँ हामी भेडी भन्थ्यौँ। सल्लाहको यो फल चाहिँ यो भयो, यसलाई हामी भेडी भन्छौँ। र भेडीबाट चाहिँ तपाईँको सानसानो बिहा खानेकुरा चाहिँ खान मिल्छ, त्यसलाई चाहिँ हामी सिम्ठा भनेर भन्थ्यौँ। तर अन्त के भन्छन् त्यति मलाई आइडिया भएन। यो चाहिँ मजासँगै पनि भेडी छ, मजाले देख्न सकिन्छ। ठुलो चौरको बिचमा सानो घर, दृश्य देख्दा निकै सुन्दर लाग्ने। यो चाहिँ मोरिया आइल्यान्ड हो। यहाँ चाहिँ तपाईँको थुप्रै हाइकिङ ट्रेलहरू छन्, जसमा तपाईँले चाहेअनुसार आएर बुश वकिङ गर्न पनि सक्नुहुन्छ। त्यसै गरेर साइकलहरू भाडामा लिएर साइक्लिङ पनि गर्न सकिन्छ।
र यहाँ थुप्रै थुप्रै ठाउँहरू रहेछ त्यसरी हिँड्ने डुल्ने। अब हिँड्न चाहनुहुन्छ कि साइक्लिङ गर्न चाहनुहुन्छ कि त्यो अनुसार चाहिँ गजबको दृश्य देखिएको छ। गजबको करोडौँ अरबौँ पर्ने दृश्य भन्छ नि, सायद यस्तै होला। यो देखिएको ठाउँ चाहिँ अघि हामी फेरीबाट ओर्लिएको ठाउँ हो। त्यहाँबाट हामी यति धेरै त हिँडेका छैनौँ, थोरै हिँडेर हामी यो पेन्टेड क्लिफ जाने बाटोतिर चाहिँ हामी हिँडिरहेका छौँ। र हामीसँग धेरै साथीहरू थिए, ती साथीहरू अहिले भित्र भएर आफ्नो बाटो लागिसकेको अवस्था छ। यो देखिरहेको दृश्य यति मनमोहक र आकर्षक छ कि मैले फेरि पनि एकपटक दोहोऱ्याएर खिच्न मन लाग्यो। गजबको भ्यू, समुद्रको सिन त छँदैछ, त्यसै गरी त्यसको आसपासमा देखिने पहाडहरू र त्यसै गरी ग्रिनरी मजासँग देख्न सकिन्छ। र त्यसै गरी यहाँ साइक्लिङ गर्ने मान्छेहरू पनि थुप्रै छन्। यहाँ बुश वकिङ गर्ने, साइक्लिङ गर्नेहरूको पनि आफ्नै मजाको तौर तरिका छ। बाटो त्यतै हो कि, तर त्यो चाहिँ होइन। यो चाहिँ साइक्लिङ ट्र्याक हो। यो चाहिँ हिँड्दाखेरि पनि झरम 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 आवाज आइरहेको छ। मान्छेहरू साइक्लिङ गरिरहेछन्। जस आएर हिँड्दा घुम्दा चाहिँ सबै खोलामे ढुङ्गाहरू है। त्यो चाहिँ हाम्रो घरतिर सिस्ने खोला भन्ने थियो कि, सिस्ने खोलामा चाहिँ मजाले यस्तै ढुङ्गाहरू पाउँथ्यो कि। यो डक्लिनहरू कराएको हो।
छेउछाउमा जङ्गल, सँगसँगै पानी। यात्रा त रहेछ आखिर हाम्रो जिन्दगानी के कसो हो। यसलाई चाहिँ ओम्ब्याट भन्दो रहेछ, जुन चाहिँ अस्ट्रेलियामा मात्र पाइन्छ अरे। तर हामीले भने आज पहिलोपटक यहीँ आएर देखियो। तर सामान्यतया जङ्गलको यात्रामा चाहिँ प्राय ओम्ब्याट भेटिन्छ भनेर भन्छन् सबैले। तर हामीलाई त्यो संयोग जुरेको थिएन, फलस्वरूप आज जुर्यो। अब हामी आजको यात्रालाई बिट मार्ने क्रममा छौँ। आज मौसमले गजबले साथ दियो भन्नै पर्छ र आजको दिन घमाइलो सँगसँगै निकै रमाइलो रह्यो। मरिया आइल्यान्डमा आएर खर्चिएको समय भने निकै सार्थक रहेको महसुस गर्यौँ हामीहरूले। यदि तपाईँहरू पनि घुमघामका लागि आउन चाहनुहुन्छ भने पक्कै पनि यो ठाउँले तपाईँहरूलाई निराशा बनाउने छैन भन्ने मेरो विश्वास हो। अब विशेष गरी यहाँ आउँदा ख्याल गर्नुपर्ने दुई चारवटा कुराहरू छन्, जसमा यहाँ खाने बस्ने सुविधाको होटल रेस्टुरेन्टहरू त्यस्तो केही पनि छैन। तपाईँलाई चाहिने चिजहरू तपाईँले आफै खानेकुराहरू बोकेर ल्याउनु पर्ने हुन्छ र रात बिताउने गरी आउन मन छ भने तपाईँले आफै टेन्ट ल्याएर यहाँ बस्न सक्नुहुन्छ। आजको यात्राका क्रममा देखिएका मनमोहक दृश्यहरू मनभरि सजाउँदै पानीको छाल फाल्दै अगाडि बढेको फेरीको गतिसँगै हामी पनि मरिया आइल्यान्डसँग बिदाबारी हुँदै आजको यात्रालाई समापन गरियो। हेरिदिनु भएकोमा हृदयदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। तपाईँहरू सबैको जय होस्।